ल म घरबाट निस्के कति 4:41 भएको छ टाइम। केटो सिद्धिया छैन, कुदिरहेछ है, कुदिरहेछ, बल गरिरहेछ। I am halfway through. आधी बाटो तय गरिसकेँ, गन्तव्य पुग्न अझै हाफ बाँकी छ। धेरै एफर्ट लाउनु परिरहेको छैन, सास्नी त्यत्रो धेरै फुलिरहेको छैन, बोल्न सहजै भइरहेछ। अब हेरौँ, अलि माथि उकालो छ, त्यहाँ अलिकति स्टामिना खर्च हुनेवाला छ। तैपनि अब म ढुक्क छु, मेरो टार्गेट सजिलै पुरा हुनेवाला छ। मेरो फ्यान भोगिरहेछ यहाँ। हेलो हेलो। अब मान्छेभित्र नि उमेर अनुसारको मूर्खता चाहिँ रहनै पर्छ। कहिलेकाहीँ त साहसिक काम पनि गर्नुपर्छ। धेरै समझदार भयो भने त्यसले कहिलेकाहीँ अप्ठ्यारोमा पनि पार्छ। बच्चा बच्चा जस्तै हुनुपर्छ, अलि उदण्ड, चकचके, क्युरियस। बच्चा समझदार भयो भने उसको बालपन सकियो भन्दा हुन्छ। त्यस्तै युवा पनि युवा रहनुपर्छ, वृद्ध वृद्ध रहनुपर्छ। एक किसिमको मूर्खता मान्छेभित्र हुन जरुरी छ। मान्छे धेरै समझदार हो भने नि लाइफको पेन्टिङ डिस्कलर हुँदै जान्छ। जिन्दगी बाँच्ने हो भने आफ्नो उमेर अनुसार मान्छेभित्र एउटा दुस्साहस रहनुपर्छ। ल यस्तै हो। मलाई चाहिँ यो कुरा बुझ्न लामो समय लाग्यो। अब मेरो भिडियो हेरेर कोही त पक्कै पनि थोरै नै सही, कोही न कोही त इन्सपिरेसन लिनुहुन्छ नि, इन्सपायर हुनुहुन्छ नै भन्ने छ। तपाईँहरू चाहिँ बेलैमा यो कुरालाई बुझेर फ्युचरमा प्रो बन्न सक्नुहोस् भन्ने मेरो पर्पस पनि हो। फ्युचरमा हाम्रो गाउँ गाउँबाट धेरैभन्दा धेरै रनरहरू निस्कनु होला। कोही मिनी म्याराथनमा जानु होला, कोही हाफ म्याराथनमा जानु होला, कोही अल्ट्रामा जानु होला, कोही फुल म्याराथनमा जानु होला, अनि कोही माउन्टेन म्याराथनमा जानु होला। यो सम्भावनाहरू छ। सानै एजमा यो पहिचान गर्न सक्यो भने प्रो बन्न सकिन्छ। लाइफलाई बेलैमा एउटा डिरेक्सन दिन सकिन्छ, एउटा पर्पस दिन सकिन्छ है त। यो दुःख पनि आफ्नो हेल्थको लागि त हो, त्यसमाथि फ्युचरमा कोही इन्सपायर होस् भन्ने पनि हो। खुसी भन्ने पुस्तकमा विजय कुमारले लेख्नु भएको छ, हरेक मान्छे उति नै सामान्य हुन्छ र उति नै विशेष पनि। मलाई चाहिँ यो कुरा बुझ्न लामो समय लाग्यो। तपाईँहरूलाई नलागोस्, सानो यसमा यसको पहिचान गर्नुहोस्। अनि बेलैमा आफ्नो क्षमताको पहिचान गर्न सकियो भने लाइफलाई मिनिङफुल बनाउन सकिन्छ। ल मैले मेरो टार्गेट हिट गरेँ। म 0 पोइन्ट मुनि छु। अब चाहिँ म हिँडेर जान्छु।
बहिनी बस्छ यहाँ मेरो नभनिहाल्छु सरप्राइज दिउँ है ल 12:14 भयो खाना खाएँ एक निन्द्रा सुतेँ बहिनीले खाना पकायो अनि म फेरि फर्केको दर्सी अब चाहिँ ओह्रालो छ छिटै पुग्छु होला ल सल्लेरी छोडियो है त अब हेर्नेहरूलाई चाहिँ लाग्न सक्छ काम छैन लखर लखर कुद्या छ बिहान राति कुद्या छ तर यसलाई साइन्टिफिकली हेर्दाखेरि जब मान्छे 20 मिनट रफ्तारमा कुद्छ त्यसपछि उसको ब्रेनमा डोपामिन हिट हुन्छ अनि यसलाई रनिङको भाषामा रनर्स हाई भन्छ जसरी मेडिटेसन फ्लो स्टेटको कुरा गर्छ त्यही फ्लो स्टेट रनिङमा पनि हुन्छ हात खुट्टा त थाकिसकेको हुन्छ घुँडामा लक लागिसकेको हुन्छ चेस्टमा पेन सुरु भइसकेको हुन्छ तैपनि बिहानी पखको त्यो चिसो बतासको स्पर्श तपाईको प्रेमको स्पर्श भन्दा कम प्यारो हुँदैन कानलाई छोएर बग्ने त्यो सिर चिसो सिरेटो तपाईको प्रेमको साउती भन्दा कम न्यानो हुँदैन रुखहरूको एकहोरो ताली अनि झ्याउकेरिएको आवाज तपाईको अन्तर मनको संगीत भन्दा कम सुमधुर हुँदैन त्यसबेला न दायाँ न बायाँ सब चिजहरू एकै पोइन्टमा आएर अलाइन भइसकेको हुन्छ या यसो भनौँ तपाई ब्रह्माण्डसँग एकै पोइन्टमा जोडिसक्नु भएको हुन्छ र आजको मेरो यो सोलो हाफ म्याराथन त्यही अलाइनमेन्टको फ्लो स्टेट हो एन्ड एस टु एस नेचर सल ल्यान्ड टु सल्लरी चाहिँ भयो सेन्टिमेन्टको कुरा व्यक्ति पिछेमा यो फरक पर्न सक्छ कति फिल गर्ने भन्ने कुरा हो फ्याक्टको कुरा गर्दाखेरि चाहिँ कोभिडमा पनि 1.5 लिटर भन्दा कम क्षमता भएका फोक्सो भएका मान्छेहरूले सर्भाइभ गर्न सकेको थिएन र जसको फोक्सोको क्षमता 1.5 लिटर भन्दा बढी थियो उनीहरूले इजिली सर्भाइभ गरेको थियो अब फोक्सोको क्षमता बढाउने सबभन्दा इफेक्टिभ एक्सरसाइज भनेको रनिङ भयो स्विमिङ भयो त्यसपछि कार्डियो तपाईको सुविधा अनुसार आफ्नो फोक्सोको क्षमता बढाएर हेल्थी बन्नु होला